किसको मासुको मिठो छ कति मिठो छ गुलियो छ मासुको अचार मासुको अचार नि गुलियो हुन्छ भनेको कहाँ घुम्न जानु लाग्यो कहाँ घुम्न जानु लाग्यो कहाँ घुम्न जानु लाग्यो भने बजाई के हो मासुको अचार रे खाइदिएर त खाइदिएर न हिल पर्ने हो दुईटा हातले दुईटा हातले उचाल्ने सक्दैन क्या म पनि कसैमा त यस्तो म देखाएको त है मैले नै उचालेँ ल ल खोलिदिएँ मैले के गरेको त्यो खैदाएर त किन रिसाएको यस्तो राम्रो मान्छे पो रिसाउने हो र भने हाँस्दियो यस्तो राम्रो मान्छे रिसाउने हो भने आमा घडी रहेछ नि आफ्ना भर्खर देखेको मैले घडी रहेछ मेरो हातमा यस्तो घडी छ हो तिम्रो नाम के हो अरे भनिदेऊ त तिम्रो नाम के हो अरे भनिदेऊ न भनेको आफै फुगाल्यो खतरा रहेछ नि त आफै फुगालेको किन रिसायो को यो खोइदाएर त चोरेर खायो मिठो लाग्यो मिठो छ नि खै आँखा मारिदियो त ओहो आँखा मारिदिएको खै के हाल्ने अरू खाने हो सबै खाने हो सबै ब्याग त हाल्ने ब्याग अड्छ कि नै सबै खाने चोरे खान लाग्यो अर्को आयो छिटो के दुईटा चोर खैदाएर दुईटा चोरले यता हेर दुईटा चोरले म खान्छु त सर दुईटा चोरलाई हेर नि हात नभन्दैछु खैदाएर त त्यो के रहेछ भाइ तपाईँ घर लाने उता कस्तो हाम्रो खानु साह्रो हो भनेको अझै एउटा के अर्को फेरि पानी नुन मात्रै हालेको लगेर राखेको त मैले अरू छैन अब कुनै पनि कसले के भएको हजुर कहाँ खान्छ त मैले हजुर खान्छु मैले हजार चोरले हजार खाएर सकिसक्यो
हातमा हालै त्यो हात काट्दिनु न। अब अर्को चिज के खान्छ लिएर आउँछु है भिडियो अचार चोरको। बाई गर न बाई गरिदेऊ न अचार चोरिसकेको छ भाइ।